Hello guys, this is gonna be a very raw video. यो चाहिँ म एक्लै गएको थिएँ पोखरा. Like I was trying something new out of my comfort zone. अनि यो चाहिँ like बाटोमा हिँड्दाको सिनहरू हो. अनि I found this cute little boy, baby. होइन बाटोमा भेटेको थिएँ and he was like just like looking क्यामेरामा हेरिरहेको थियो. अनि त्यसपछि पोखरा आइपुग्यो अभियसली लेक साइड. तर इट वाज भेरी ग्लुमी डे के देखिरहेको थिएन राम्रोसँग. अनि वी स्याट देयर होइन बसिरहेको थिएँ चिल गरेर यतिकै बसिरहेको थिएँ. अब यो पछि चाहिँ र भिडियोहरू हालिदिन्छु म, हजुरहरू पनि इन्जोय गर्नु होला है. गाइस हामी प्याउ लेकमा छौँ साथीहरू. अनि अघि भर्खर हाँसेको चाहिँ हाम्रो प्यारो प्यारो नेल्स हो जो मेरो पोखराको होल ट्रिपभरि थियो. अनि यो चाहिँ नेक्स्ट डे हो. नेक्स्ट डे वी वेन्ट टु द गुप्तेश्वर केभ. अनि यस्तो मेस्मराइजिङ थियो. लाइक इट वाज भेरी 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 नाइस. अनि हिजोको भन्दा चाहिँ आज एकदमै रमाइलो थियो. लाइक हिजोवाला टाइप चाहिँ अलिकति स्याड टाइपको. अब कोही पनि थिएन नि त पोखरामा मैले चिनेको. आई वाज अल अलोन. सो त्यही भएर अनि लुक यहाँ अब ट्रिटमेन्ट हुँदैछ साथीहरू. यस्तो उसले फेरि यति राम्रो राम्रो मेरो फोटोहरू खिचिदिएको थियो. लाइक आई वाज ओभर द मुन एन्ड आई वाज भेरी ह्याप्पी एट दिस मोमेन्ट. अनि सानो सानो क्लिपहरू पनि खिचिरहेको छु म. हामी भित्र गएको हो यो केभभित्र. अनि यस्तो अब बाहिर त गर्मी थियो होइन, भित्र त यति चिसो थियो. गुप्तेश्वर. अनि यो भित्र अर्को एउटा अजुबा भनेको चाहिँ टेबल क्लथदेखि थियो कि हेर्नु भित्र कस्तो कस्तो बाटो थियो. वाउवाला सिन हेर्ने कस्तो दामी. अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसन कहाँ जाने भन्दै प्लान बनाउँदै थियौँ. अनि हामीले चाहिँ अब माउन्टेन म्युजियम जाऊँ न त भन्दै थियौँ. त्यसपछि अनि हाम्रो नेल्साले यस्तो खतरा स्कुटर चलाउनुहुन्छ हेर्नुहोस् है गाइज. अब यस्तो खतरा चलाउँछ कि ओ माई गड. गाइज नेल्साले यहाँ स्कुटर चलाएको यो के भन्छ अरे 3 चोटि त यहाँ ब्रेकको स्टन्टले म खामिसकेँ. अब के को स्टन्ट हान्यो थाहा छैन गाइज. चलाइरहेको छ सोल्टिनीले. यहाँबाट डराइसक्यो गाइज. त्यसपछि हामी पुग्यौँ हाम्रो माउन्टेन म्युजियममा. यहाँ चाहिँ शान्त आनन्द थियो. तर आनन्द भयो नि ब्याक इन माइन्डमा चाहिँ मेरो मनमा यति ढुङढुङ ढुङढुङ भइरहेको थियो. अब कसरी चलाउँछ नेन्साले, कसरी चलाउँछ स्कुटर, के गर्छ भन्ने. लाइक आई वाज डिलिङ विथ अनदर थिङ भनौँ न. छैन जस्टिफाई नै गरेको छैन. अनि यो चाहिँ मलाई राम्रो लागेको पिसेसहरू हो यो. हेर्नु याकहरू यिनीहरू थियो कि त्यहाँ. कुन चाहिँ तिम्रो गाउँ? यो घरखोला लिएर जाऊँ त्यो केटापट्टि सिखा भने सिखाको अगाडि मतलब यता नाम हाम्रो नाम घरखोला यतापट्टि.
उठेर बस्यौँ एकछिन फ्रेसन अप भयौँ अनि त्यति बसिरहेको थियौँ अब के गर्ने होला जस्तो लागेको थियो त्यसपछि चाहिँ हामी क्लब गएको थियौँ अनि क्लब वाज नट माई भाइब भन्ने थाहा पाएँ मैले अनि काइन्ड अफ कस्तो स्केरी जस्तो कस्तो लाग्यो अनि त्यहाँबाट हामी नेक्स्ट गेम थियोहरू हामी यहाँ यो डोममा छौँ हेर्नुहोस् यस्तो केभित्र बन्द छ यो चाहिँ अब यहाँ स्टेप बाई स्टेप छ महेन्द्र वीरेन्द्र ज्ञानेन्द्र को सबै छ यहाँ Sitting at the lakeside was the last video अनि यो चाहिँ मर्निङको हो अनि त्यसपछि सबैजनाले बाई बाई गरेर अनि म गएँ घरतिर थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई